हेलो साथीहरु नमस्कार म चाहिँ एसके कलेक्सन एन्ड ब्युटी सेलिङबाट सुषमा है। म आज चाहिँ हजुरहरुको सामु ब्राइडल लुक्समा आएको छु भने यो चाहिँ ब्राइडल लेहेंगा हो एक्चुअली चाहिँ, तर हजुरहरुले इजिली क्यारी गर्न मिल्ने डिफ्रेन्ट डिजाइन कसरी क्यारी गर्न मिल्छ भन्ने कुरा भन्न गइरहेको छु। यो चाहिँ ब्राइडल लेहेंगा हो, हजुरहरुले आफ्नो रिसेप्सन पार्टीमा पनि युज गर्न मिल्छ भने ब्राइडल बनेको दिन पनि युज गर्न मिल्यो है। यो भेलभेटमा छ, ह्यान्ड एम्ब्रोइडरी ब्लाउजको साथमा आएको छ भने सल चाहिँ लेस राखेर बनाएको हेभी सलमा आएको छ है। यो सल हजुरहरुले इजिली सबै कलरको के भन्छ साडी कुर्ताहरुमा क्यारी गर्न मिल्छ किनकि यो भेलभेटको सल हो है। अनि अहिले विन्टर चलिरहेछ नि त अस्ट्रेलियामा, त्यही भएर हजुरहरुलाई झन् पर्फेक्ट भयो। अनि त्यस्तै गरेर यो ब्लाउज चाहिँ हजुरहरुले कुनै कलरको साडीसँग पनि युज गर्न मिल्यो है। अनि यसको अप्सन भनेको चाहिँ अनि यो लेहेंगा पनि त्यस्तै गरेर हजुरहरुले यसमा गोल्डन कलरको ब्लाउजसँग सेकेन्ड टाइम युज गर्न मिल्यो भने प्लेन भेलभेटको मरुन कलरको ब्लाउजसँग पनि फेरि युज गर्न मिल्यो। हजुरले यो 3 चोटी युज गर्न मिल्छ भने यो ब्लाउज त एनी टाइम युज गर्न मिल्यो। सलको पनि हजुरले एनी टाइम युज गर्न मिल्यो भने त्यस्तै गरेर ब्राइडलले मात्रै लगाउनु पर्छ भन्ने छैन। यो लेहेंगा चाहिँ हजुरले आफ्नो छोराको वर्तमान भइराछ नि ममले लगाउन मिल्यो भने, छोरीको गुन्यो चोलो भइराको छ भने ममले नै लगाउन मिल्यो है। त्यस्तै गरेर कुनै क्लोज फ्रेन्डको म्यारिज भइराछ भने हजुरले इजिली क्यारी गर्न मिल्यो। हेभी लुक्स दिने नर्मल खालको लाइट वेटमा भएको लेहेंगा हो यो है। त्यस्तै गरेर हजुरले कुनै फंक्सनहरुको लागि पनि इजिली क्यारी गर्न मिल्छ भने यसको फियर हेर्न मिल्छ, यति धेरै ठुलो छ भने यसमा 4 लेयर्सको लेहेंगा हो यो। फर्स्ट लेयर भयो नि, सेकेन्ड लेयर भयो, त्यसपछि कन छ भने फेरि भित्रपट्टि अर्को छ है। अनि ब्लाउजको डिजाइन हेर्न सक्नुहुन्छ, त्यस्तै हेभी ओपन अनि हेभी लुक्समा छ है। यदि हजुरहरुलाई यस्तो सामानहरु ब्राइडल सेट, ब्राइडल सामानहरु अथवा कुनै पार्टीको लागि सामानहरु खोजिराखेको छ भने चाहिँ एसके कलेक्सन एन्ड ब्युटी सेलिङलाई सम्झिन सकिन्छ। हामीले चाहिँ सधैँ बेस्ट भन्दा बेस्ट क्वालिटी दिने ट्राई गरेको छु। यो चाहिँ बुटिक पिस लेहेंगा हो, यो कुनै रेडिमेड इन्डियन लेहेंगा होइन। यसमा चाहिँ हजुरहरुले आफूले बुझ्नुपर्ने हुन्छ कि यो चाहिँ बुटिकमा बनेर आएको लेहेंगा हो भने मैले आफूले डिजाइन दिएको लेहेंगा हो। यो चाहिँ भेलभेटमा छ। यदि हजुरहरुलाई मोर इन्क्वायरी चाहिन्छ भने चाहिँ प्लिज इनबक्स गर्न सकिन्छ। त्यस्तै गरेर हाम्रो स्टोर चाहिँ कोबकमा छ, मेलबर्न अस्ट्रेलिया कोबकमा छ भने हजुरहरुले हाम्रो स्टोर भिजिट पनि गर्न मिल्छ। अहिले एट द मोमेन्ट चाहिँ एसके कलेक्सन एन्ड ब्युटी सेलिङ चाहिँ जम्मा 2 दिन ओपन हुन्छ फुल टाइम भने 2 दिन चाहिँ 2 to 9 ओपन हुन्छ है त। थ्यांक यू एभ्रीवन।